अहिले चाहिँ हामी ठ्याक्कै इटरी पुग्नुभन्दा अगाडि छौँ। कति बजेर अहिले है? 8:30 ठ्याक्कै 8:30 चाहिँ यहाँनिर। यता हाम्रो अगाडि चाहिँ यहाँनिर ट्रकको टायर पड्केको थियो अहिले 18% रहेछ हौ। 18% टन्नै रेकर्ड भइहाल्छ नि यतिकोमा। वाइड एङ्गल सुपर वाइड। कटारीको बाटो यो चाहिँ साँच्चै हामी चाहिँ अहिले यहाँ बसेको ठाउँमा चाहिँ चतारा र कटारी प्राय कटारी भन्छ नि त होइन र यो ठाउँलाई गलेर इदित्तै भइरहेको यहाँ हामी। र मौसम त कस्तो दामी छ यार, के भन्नु र। के छ जाक दुखेर ढाड दुखेर हल्का बिजोक चाहिँ भइरहेछ। यता हो र हामी विमान भनेको चाहिँ कता? विमान चाहिँ काठमाडौँ त उयो रहेछ त। 153 भनेको 2 घन्टा 3 घन्टा होला। अनि हेटौडादेखि कति हो त? हेटौडा त अनि हेटौडादेखि त अझै टन्नै लाग्छ नि त। पोखरा त टन्नै हो नि त। मुगली नै पुग्नु थोरै लाग्दैन, 2 घन्टा जस्तो लाग्छ हेटौडादेखि। ल यो ठाउँ चाहिँ कुन ठाउँ अरे? यो सिन्धुलीकै हो क्या? तर यो बाटो हामी कति हिँडिसक्यो त यार। हिँडेको तर वास्ता नहुँदो रहेछ क्या। कति चाहिँ हिँडिसक्यो हामी यहाँ होटेलमा बसेको नि चित्रै यहाँको कहाँको? यो सिन्धुलीको। अहिले चाहिँ 12:04 छ। हामी चाहिँ कटारीमा यहाँनिर रेडबुलहरू खाएर यसो तागतको लागि हामीले चाहिँ रेडबुलहरू खायौँ। यो चाहिँ तोतला सेल चाहिँ यहाँ फोनमा बोल्दैछ। अब यहाँदेखि चाहिँ 12 बजी यहाँ आइपुग्यौँ म हामी भनेपछि अब यहाँदेखि हामी हिँड्छौँ। यहाँ अगाडि त्यहाँदेखि कता कता छ बाटो धेरै रहेछ हौ। यस अझै 200 किलोमिटर छ मुगलिन चिन्नुलाई चाहिँ यहाँदेखि। अनि 12 बजी बिहान 7 बजीतिर हिँडेको होला हामी। 12 बजी कटारी आइपुगेको छ भनेपछि कति लाग्यो त्यो? अराउन्ड 7, 8, 9, 10, 11, 5 घन्टा। 5 घन्टा अराउन्ड 5 घन्टा लागेको छ हामीलाई। क्या त भिडै गाडी बबाल क्या हुन्छ नि। अहिले हामी यहाँनिर के भन्छ सिन्धुलीमा चाहिँ। तर यहाँ अगाडिको भ्यू चाहिँ बबाल देखिरहेको छ क्या। क्राउडहरू क्या दामी बसिरहेको छ है। तर यहाँ यो ठाउँ त झापाभन्दा गर्मी रहेछ यार। ओभर गर्मीले आँखा कस्तो भइसक्यो। गाडी शीतल छ। भ्यू चाहिँ आछा छ है। हामी अहिले चाहिँ सिन्धुली माथि के गाउँपालिका पो थियो अघि पढ्दै थियो क्या के गाउँपालिका हो। अनि यहाँदेखि ठक्क दामी ठाउँहरू देख्छ यहाँनिर चाहिँ चक्क पारामा। खै त्यही त नि बा चिनेको हो त नि। के चाहिँ फ्याटाफुट्टा तर पोहोरकै हालिएको छैन त नि भिडियोहरू। पोहोर बनाङ्गोहरू के सबै नभेटाएर भन्दा नि त्यो एकैचोटि मिलाएर हालौँ भन्दै थिएँ क्या म चाहिँ। परतिरको छ हौ आधी उन्दी चाहिँ छ क्या मसँग। मेमोरी कार्ड अस्ति खोज्दाखेरि नभेटाएको होइन त पहिले मनाङको। त्यो तिलिचो गएकोहरू चाहिँ छ है। यहाँदेखि हामी हेटौडा ठ्याक्कै थाहा हुन्छ कि पोहोर हामी साझामा त्यो हामी त्यहाँ गएर केटाहरूसँग हामी भएको थियौँ नि हेटौडामा। यहाँ के हामी हो त्यो फोटोहरू थाहा हुन्छ कि कुन बाटो छिटो हुन्छ थाहा भइहाल्छ नि। यहाँदेखि ब्याटलक भयो पानी परेर अन्त बिजोकले पानी रहेर कतिखेर जानुपर्ने हो। कत्रो पानी पऱ्यो यार फेरि। हामी
हामी चाहिँ यहाँ पानीले के भन्छ भेटेर यहाँ रोकेको थियौँ हल्का रेनकोट ज्याकेट स्याकेट लगाएर दुई भाइ चाहिँ अब हेटौँडा अब कति लाग्छ यहाँदेखि इतना बजा कति बज्यो त हौ 3:40 भएछ त ल हिजो चिन्दो रहेछ ठिकै छ त अनि ज्याकेट त लगाऊ जाडो चिसो लाग्छ निमुन्या होला नि फेरि ए यो ल हामी यहाँ हेटौँडा निक्लिनु खोइ हामी छाती भन्ने ठाउँमा रहेछौँ हेटौँडा त्यस्तै 56 किलोमिटर रहेछ यहाँदेखि कति टाइम लाग्छ हेर्दै जाउँ अगाडि घाम पानी त भइहाल्छ तर जस अहिले पानी डह्रो परेको थियो अनि अहिले चाहिँ रोकिएर हेर्नु त पानी परे मकवानपुर बक्कैया 3 हात्तीसुडे आई गलिस् अलिक कुनै छस् नि त के भन्छ बिरामी नै छस् नि त बाजे बोजूले भनेको बिरामी नै छस् एकछिन हाम्रो अलस तलस यहाँ हिँडेको छ बाटोमै खुवाइछ मोमो हामी चाहिँ ठ्याक्कै मकवानपुरको हात्तीसुडे भन्ने ठाउँमा है कति बज्यो अहिले अराउन्ड कति बज्यो जाँदै जाउँ कहाँसम्म पुगिन्छ अलस तलस भएर होइन अति नै बिजोग भएर छ अब यहाँनिर हामीले के अरे पेट्रोल सकेको थियो 2 लिटर 1 लिटर हाल्यौँ म हेटौँडा गएर सिधै हाल्ने हो रिजर्भ पसेको थियो नि त पेट्रोल चाहिँ खास बिर्ता बोर्डबाट फुल हालेर आएको झन् हेटौँडा चाहिँ पुग्यो फुल हाल्दाखेरि बिर्ता मोडदेखि ठ्याक्कै लोकलहरू त्यसरी सुत्यो भने कस्तो बिजोग हुन्छ होला त्यही भएर होइन कि सबैले सोचेको गले नै सोचेको काकोहरू लामोहरूले मनमा खेलाइरहेको होला होला नि मकवानपुरको नि ठ्याक्कै फेरि बजारमा सुताइछ त अनि दुईजनाको हेरौँ न नि यता एउटा हाम्रो छ नि यहाँ मान्छेहरूले के सोच्दै होला यता वरपरदेखि फेरि मैले चाहिँ ठ्याक्कै अहिले मोमो खाएको मोमोको ठ्याक्क पे लागेको चाहिँ दामीकै सिरानी मेरो कपाल पनि लामो छ यार साँच्ची नै मेडमले गर्दा पारेको अब हामी हिँड्नुपर्छ होला 5 बज्यो है कति बजी पुगिने हो महासबै पोखरा त पुगिँदैन जस्तो लाग्यो पनि 7 बजी पुगिन्छ क्या 7 बजी पुगिन्छ 9 बजीसम्म कहाँ पुगिन्छ हेर्नु न ल हाम्रो दिन 7 बजी पुगिन्छ भनेको छ म चाहिँ मेरो चाहिँ 8 बजी 8 बजी यस्तो ढिलो निकै तर हेटौडादेखि 7 6 2 घन्टा तर मुगलिन त पुगिन्छ क्या हो 1 घन्टामा पुगिँदैन 6 बजी पुग्यो भने हेटौडा आने पुग्नु चाहिँ पर्ने कस्तो राम्रो मुभी दर्छ भएको यार आज अघि पार्ने खिचेको एकदम पुरै धरान 200 कति किलोमिटर रहेछ रिजर्भमा तेल रहेछ स्टार्ट भएन भन्दा तेल गर्दो रहेछ ठिकै छ ल हामी चाहिँ यहाँदेखि हिँड्यौँ है
भुता ठाउँको नाम पनि भुता रहेछ। अनि अलिकति के भयो भन्दाखेरि यसको गाडी चाहिँ स्टार्ट भएन भन्दै थियो नि त ठाउँदेखि। अनि हाम्रो गाडी अघि रिजर्भ लागिसकेको हो क्या, किनभने हामीले त पर बिटामोडदेखि फुल ट्याङ्की हालेर आएको नि त, कहाँसम्म पुग्दो रहेछ। रिजर्भ लागिसक्यो, हामी ओभर पऱ्यो भने ओभर हुन्छ है। हामी चाहिँ अहिले ठ्याक्कै हेडौडामा, यो साधनको पनि ट्याप सिद्धो होइन। यहाँदेखि चाहिँ पोखरा 200 किलोमिटर रे। अब कति टाइम लाग्छ हेरौँ, कति टाइममा पुगिन्छ। फ्रेस भएको नि यसो। हाम्रो बाइक यहाँ छ, जम्मा 3200को तेल लाग्यो है। अब कहाँ लायो गएर लाउनुपर्छ थाहा छैन। म त 3 घन्टा 4 घन्टा 200 होइन, अलिक टाइम लाग्छ होला। हामी चाहिँ अहिले पेट्रोल पम्पमा यहाँ चाहिँ दुईवटामा हामीले ट्याक्कै फुल ट्याङ्की गऱ्यौँ, दुईवटा तोतलेर मेरोमा 3200ले फुल भयो। यहाँसम्म चाहिँ बिर्तामोडदेखि हामीले नै हालेको थियो, फुल पनि यहाँसम्म चाहिँ आइपुग्यो। बाटोमा चाहिँ 1 लिटर हाल्यौँ। यहाँदेखि चाहिँ पोखरा 200 किलोमिटर रे हेटौडा होइन त भाइ। जाम कि तर है डर कुदियो नि एकछिन। यसको ब्याट्री सक्यो नि त हाम्रो। गल्यो कस्तो नजिक भयो। यसको पनि बिजोग छ यहाँनिर। यस्तो लोत्रो गल्यो नि, बिजोग छ अवस्था। कपाल सपाल पनि धुयो चट्ट, कपाल बब्बा देखिरहेको छ यहाँ मेरो। बिहान 8 बजिसक्यो। अब हामी चाहिँ यहाँ हिँड्नु आँटेको। हाम्रो यता मुर्दार सुतिरहेछ। सामानहरू टक्क प्याक भइसक्यो है यहाँनिर। रिकभरी डेट यसको के भन्छ फेरि। हाम्रो सरलाई चाहिँ फेरि एसीवालामा हो नि त, फेरि एसी नचलेर फेरि चलिरहेछ है। यहाँनिर हाम्रो होटलमा कति 3000 बिल लुटेको छ अरे यहाँको चाहिँ। भन्नु छ तँलाई? यसको बाइक म कुदाउँदैछु, मेरो यसले मेरो कुदाउँछ। हामी बसेको चाहिँ होटल है यहाँनिर। अब यहाँदेखि हाम्रो अब सिधै कहाँसम्म पुगिन्छ आज? कागबेनी हुन्छ कि मुस्ताङै हुन्छ कि? ल त्योभन्दा अगाडि चाहिँ यो चेनहरू कसौँ है, पुरा ऊ छ, बिजोग छ झन्। यसको त अनि मालै भइरहेको छ त अनि हेर त। हामी चाहिँ अहिले यहाँ वर्कसपमा हाम्रो यो चेनहरू कसदैछौँ। यो चाहिँ झोक्राएर बसिरहेछ। म चाहिँ गुन्डा लुक्समा कपालहरू यसो हलाउँदै डन अरे यसले भनेको। चेनहरू पुरा लुज भएछ क्या। हिजो हामी यस्तो बाटो आइएछ दुईजना, के भन्नु रातिको हिँडै बेलुका बाटै बिर्सिएछ। यो बाटो चाहिँ हामी 36 किलोमिटर चाहिँ यता आइएछ क्या हिजो चाहिँ। अनि अहिले चाहिँ अब ब्याक टु मुक्लिनतिर, मुक्लिन 77 किलोमिटर अरे। अहिले कति टाइम लाग्छ है? कहाँ यहाँनिर हिजो हामी यहाँदेखि यता चाहिँ छिर्यो के हो खासमा चाहिँ? कस्तो कन्फ्युज भएको है। मुग्लिन यतै रहेछ। यो ठाउँहरू त म आएको छैन जस्तो लाग्छ यार घरिघरि त। यता रहेछ मुग्लिन। हामी ऊपर कहाँदेखि चाहिँ उता गइएछ नि हिजो। जाउँ ल आइज। पोखरा 126 किलोमिटर यहाँबाट। पोखरा 126। गोर्खा 36 बेनी बजार काठमाडौँ। यतै हो त।
हामी चाहिँ मुगलिन है पोहोरको साल नि हामीले यहाँ पेट्रोल हालेर गएको थियो यता काठमाडौँ यो यता काठमाडौँ हामी त पोखरा सिधै जानु भयो यहाँबाट ल वाट टु डु अर वाट नट टु डु के गर्ने हो जाने कि प्याज स्याज थुर्ने कि काँक्रा खाइदिउँ कसरी हो 50 रुपियाँ हो होइन डिस्काउन्ट गरिदिनु नि लिनु न खानु न त भाइ हो खानु न त एकदम ताजा किलोको एकदम ताजा हो भर्खरै काटेर ल्याएर 50 को 3टा होइन लगाइदिनु फेरि लगाइदिनु अलिअलि लगाइदिनु हेर्नु हामी चाहिँ हल्का मुगलिनमा के भन्छ गलेर अलस भइरहेको छौँ खै हामी चाहिँ मुगलिनमा एक सर दामी गरेर भात थुरियो भइरहेछ अब यहाँदेखि चाहिँ हामी सिधै पोखरा 90 किलोमिटर जीव त्यो नबनाएर हो खै हामी चाहिँ मुगलिनमा एक सर दामी गरेर भात थुरियो भइरहेछ अब यहाँदेखि चाहिँ हामी सिधै पोखरा 90 किलोमिटर जीव त्यो नबनाएर हो कडा देखिँदो रहेछ नि ल हाफ पेन्टमा जाउँ त जाँदा लाउँछु बाटो यहाँ चाहिँ हामी खाना खाइसकेर निक्लेको ल बाई बाई गरेर हामी आइपुग्ने पोखरा आइपुगेँ भनेपछि 11:20मा हिँडेको 1 बज्यो हामीले 2.5 घन्टा जस्तो लागेछ मुगलिनदेखि पोखरा आइपुग्नु चाहिँ ठ्याक्क अहिले चाहिँ हामी चाहिँ के भन्छ यो यता पोखराको बस पार्क हो अनि अगाडि चोक मेन चोक भनेपछि मलाई यहाँ अगाडि पर्खिरहेको छु भनेर फेरि अनि कहाँ पर्खिरहेको रहेछ भन्दाखेरि कता रहेछ हौ पर्खेको पृथ्वीराज मार्ग यो म चोकमा आइसकेँ त फोन एकपल गर्छु फेरि ला 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 म ठ्याक्कै चोकमा यो त्यो पोखरा लेखेको छ नि ठ्याक्कै चोकमै छु क्या म तल उतिर जानेतिर छु होइन यहाँदेखि उता लेक साइड हो अनि यता सिधा उँभो चाहिँ हामी जानुपर्ने रहेछ अनि उतादेखि आएको हो यता हो सोध त कहाँदेखि गइस् ल साथीहरू हामी चाहिँ कुस्मामा है अहिले ठ्याक्कै यहाँनिर कुस्मामा अगाडि गएर झर्नामा हामी बस्छौँ कुस्मा बजार यो चाहिँ एरिया
चाहिँ कुस्मा भनेको कुस्मा बजार यहाँदेखि यता तल भित्र छिरेर चाहिँ बन्जी हान्ने ठाउँ छ नि त कुस्माको अनि हामी चाहिँ अब जे साथीहरू हाफपेन्टमा गइँदैछ है मुस्ताङ चाहिँ बेनी हामी पुग्छौँ होला अब 1 घन्टा अराउन्ड त्यस्तै घन्टा अराउन्डमा अनि बाटो हल्का बिग्रेको रहेछ यताउति अनि के भन्नु र कोही बात नहीं से 3:50 गइसकेको छ ठ्याक्कै अहिले हामी चाहिँ यहाँ आएर चाहिँ हल्का रेस्ट थकित अवस्थामा यहाँ हाम्रो अल्बिन गुरुङ उल्फ तोतले हैन यहाँ बसाइ चाहिँ फेरि एकदम डेन्जर ठाउँमा छ क्या यहाँ तल वान मिस्टेक गेम फिनिस अनि सँगसँगै यो भन्दा राम्रो चाहिँ यहाँ के चाहिँ देख्न सकिन्छ भन्ने बाक्लुङको यहाँ झर्नाई टक्कै बाटोमै ठ्याक्कै बाटोमै पर्छ यसो एकछिन रेस्ट गर्ने ठाउँ कट्टा हामी नि हेऱ्यो अब यहाँदेखि हामी बेनीसम्मको यात्रा गर्छौँ 5:50 भएपछि 4:50 लागिन्छ कति टाइममा पुगिन्छ जस्तै हेर्दै जाउँ बाटोहरू कस्तो छ अपरोड छ भन्ने त्यहाँ दाइहरूले भन्दै हुन्थ्यो कति टाइम लाग्छ हेर्दै जाउँ हाम्रो यात्रा कस्तो हुन्छ हैन ओइ बागलुङ चाहिँ यहाँदेखि कति किलोमिटर भन्दै थियो बागलुङ त होइन हौ 16-17 किलोमिटर रे 16-17 किलोमिटर ल उठ होला उता चाहिँ बागलुङ ए ए नेपालको सबैभन्दा लामो पुल है यो चाहिँ गाई यो यताको अर्कै जिल्ला रे यताको कस्तो कस्तो छ यहाँनिर बागलुङ बजार हो बागलुङ बजार अनि हामी चाहिँ तलबाट सर्टकट रहेछ यो सर्टकटै निक्लेको पर सिक्किममा पर्यो सिक्किममा पर्यो के छ इलामबाट भनेपछि घुम्न आएको भनेपछि छोडिदिनु भयो किनभने अर्को गाडीमा लुकिङ ग्लास पनि छैन नि त यो गाडीको लुकिङ केही थिएन क्या मुस्ताङ यता हो मुस्ताङ ए ल यतै अरे क्या राम्रो भ्यू देख्दैछ क्या पारीवारी है राम्रो तर हुन्छ कस्तो हुन्छ नि राम्रो चिज है यत्तिकै देख्न नि राम्रो लाग्ने राम्रो चिज कसले मन पर्दैन र है हुनुको लागि चाहिँ तर राम्रो चिज आफ्नो बनाउनु सक्नु पर्यो अनि अब घरमा बसेर त अब हेरेर के गर्नु यसो बाहिर फिल्ममा हेरेर बस बस यता सानो बाटोमा ए खोइ के हो बाटो चाहिँ खोइ हामी कुन बाटो आयौँ त्यो सानो बाटो चाहिँ छ यही हो मुस्ताङ जाने चाहिँ भनिरहेछ के हो अनि बस कि बाटो अर्को कहाँ छ भने चाहिँ कुनै ए हामी त रङ रुटै आइएछ जस्तो लाग्यो अहिले बुझ्दाखेरि अघि त्यहाँ दाइले के भन्दै थियो भने त्यो बागलुङको बाटो गयो भने चाहिँ राम्रो र अलिकति लामो पर्छ त राम्रो छ भन्दै हुन्थ्यो अफरोड कहाँदेखि गयो भने चाहिँ भित्र नजिक चाहिँ पर्छ तर खै के भन्दै हुन्थ्यो भनेपछि हामी त्यो यो बाटो चाहिँ आइएछ चाहिँ म्याग्दी जिल्ला के अरे म्याग्दी जिल्ला खै कुन एक भन्ने ठाउँ आइपुगेछ म्याग्दी म्याग्दी म्याग्दी
के भन्नु र यो हो नि त भ्यू अब्बुई यहाँदेखि चाहिँ दामी भ्यू हावा नि एकदम मिठो चलिरहेको छ भने नि के भन्नु तर कहाँ आइपुग्यो कि हामी यताबाट आउनु आएको हो खै जानु त्यता हो कि कता हो त्यताबाट अघि हामी आयौँ आउनु चाहिँ ओए तोतले यहाँ आइज न कस्तो बबाल देखिरहेको छ है ल त एकचोटि यहाँ माथि यता के अरे यो यहाँ माथि पनि पुरा बस्ती छ क्या यहाँ माथि हो भाउ 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 मारेको छ नि यो भ्यूले त के भन्नु त जस यो फुलहरू चाहिँ जता क्या मजाले यता चाहिँ फुल्दो रहेछ क्या अनि यहाँनिर यो बाटो चाहिँ खै कता जाने बनाएको सेक्रीमा जङ्गलमा म चाहिँ गएर आउँछु ल हेरौँ के छ यता अनि जोस् हामी अहिले म्याग्दीको के पो हो म्याग्दी खै एक के थियो अघि हामी त्यहाँनिर आउँदाखेरि अहिले त्यस्तै 4:30 भयो हामी आइपुग्दाखेरि यहाँदेखि चाहिँ भ्यू पोइन्ट बनाएको रहेछ हौ यहाँनिर चाहिँ खास चाहिँ भ्यू पोइन्ट बनाएको होला तर खै किन यस्तो गरेको है बिहाल्छ यहाँदेखि दामी देख्छ अरे वाउ जानु पर्ला अब गाह्रो छ हामीलाई जस अब यहाँदेखिको भ्यू नि हेऱ्यो यतिको तन्क्यो नि धेरै टाढो नि पुग्नु सक्यो फेरि यति नै धेरै अब कन्टिन्यू राइड भइरहेछ अब अराउन्ड 700-800-1000 अब भइसक्यो होला हौ 1000 किलोमिटर जस्तै के भइसक्यो पाइल्स बल्झेर निको भइसक्यो चाक पिलो आएर निको भइसक्यो अब बाँकी के नै छ हड्डी सड्डी यसो फुटेर यसो जोडिनु बाँकी छ हावा चाहिँ मिठो चलिरहेको छ दामी यो ठाउँ देखेको थिइस् ल गफमा चाहिँ यहाँ के भन्छ के अरे यहाँ पर अगाडिको बजार कुन पो बेनी अरे बेनीले चाहिँ गुगलमा हेरेको कामै नगर्ने गुगल भए पनि 5 किलोमिटर रहेछ हल्का भ्यूहरू हेऱ्यौँ हामीले यहाँनिर जस्ट सेफ्ली छ अहिलेसम्म हाम्रो राइड त्यही हो लङ टुरमा फाटा फुटा भइहाल्छ तर हाम्रो छैन है हाफ पेनमा गइँदैछ ठन्डा केही छैन हाफ पेनमा अनि यसरी हेरौँ त ल मुस्ताङ यतै हो मुस्ताङ ए ल ल धन्यवाद कति टाइम लाग्छ हामीलाई हजुर योभन्दा अगाडि अरू कुन छ बजार ए हुन्छ बेनी कुन जिल्लामा पर्छ कुन जिल्लामा ए ल ल धन्यवाद म्याग्दी जिल्लाको बेनी बजार दिस इज बेनी बजार है म्याग्दी ए बोय बेनी बजार बेनी होइन यहाँ लास्ट पेजमा यो ठाउँमा मात्रै छ कि अब त्यो खाली भएको भयो जाउँ न अनि एकछिन सोधौँ न ल दाइ पेट्रोल पम्प कहाँ छ यहाँनिर पारी हो योभन्दा छैन अरू उता मुस्ताङमा यता पुग्छ ए ल हुन्छ धन्यवाद ल अहिले त हुँदैछ मुला के चाहिँ के भन्छ हौ यसले त होइन यता नि पाउँथ्यो अरे त नि अब के भन्छ बेनी सायदै मुस्ताङ जाँदाखेरिको पेट्रोल पम्प यो होला त्यस छनु चाहिँ छ यदि पेट्रोल पम्प पेट्रोल अनि अब
यहाँ हालेर जाने जति जति पुग्छ त्यति झऱ्यो है पर 1 लिटर सोधौँ न उठाइन पो मैले अब 2 लिटर जस्तो बोकौँ बेनी बजार अनि हजुरहरूले देख्नु सक्छ मुस्ताङ ए ल धन्यवाद धन्यवाद अनि ए मैले के भन्दै थिएँ भन्दाखेरि बेनी बजार है यो चाहिँ म्याग्दी जिल्ला बेनी बजार अब बहिनीहरू पनि राम्रो राम्रो रहेछ त हेर्ने आँखा उनकै लागि बोल्ने भाका उनकै शनिबार होला एकछिन सोध्छु म ब्रदर पेट्रोल पम्प कता हो यता होइन यता मुस्ताङ जाँदा जाँदै ए बाटोमै छ ल हुन्छ धन्यवाद पेट्रोल पम्प हामी चाहिँ फुल गरेर जाने भनेर किनभने 77 किलोमिटर रहेछ यहाँदेखि अझै अनि 77 भनेको त धेरै हो यार आउँछ ल हामी चाहिँ बेनी बजारदेखि अब हिँड्यौँ पेट्रोल पनि बोक्यौँ फुल ट्याङ्की हाल्यौँ अब अफरोड सुरु हो कि त अब अफरोड अबको 5 सेकेन्ड पछि पुरै अफरोड ननस्टप ओके वाइ नट हामीले के भन्छ अफरोड नकुदाएको र होइन हाला चाहिँ लास्ट मिटर चाहिँ कस्तो गुन्डा जस्तो भइरहेको छ नि त म चिची सनेल छ क्या यहाँनिर ल मुस्ताङ त्यो अर्कै होला नि त यहाँको अर्कै होला नि त तर सेम छ कि होइन तपाईँ थुकिनु छ हामीले हो अन्त ठिकै छ योभन्दा टनल छ अरे अन्डरग्राउन्ड त्यहाँदेखि चाहिँ हल्का ब्याङमै हान्छु भन्दैछ ठिक छ यहाँ चाहिँ हाम्रो कफी आउँदैछ बेनी बजारमा छौँ अब यहाँदेखि चाहिँ अपलोड सुट हुन्छ होइन है 2 मिनट पछि पुरै अफरोड जोमसम्म निक्लिनु पर्दो रहेछ त किन पर्दैन यस्तो कुरा अब कस्तो मस्त चलिरहेको छ यार छ 14 भइसक्यो दुईजना चाहिँ हामी यो झर्नाको अगाडि छौँ यो झर्ना देखिरहेको छ नि मैले पनि फोटोहरू दिइरहेको छ यहाँनिर 6-14 भइसक्यो अगाडिको झर्ना दिस इज द भ्यू गाइज होइन अब कहाँसम्म पुगिन्छ यात्रा भएको जम्प हामी हिँड्ने तल 6-18 के भन्छ त्यो बाटोमा आउँदा चाहिँ यति झर्नाहरू रहेछ क्या यहाँनिर चाहिँ होइन यो मुस्ताङ उताबाट के भन्छ पर तरेपछि त्यो अघिको बजार अनि यस्तो बोला रहेछ लाइक हुन्छ नि यहाँ चाहिँ कहाँदेखि आएको जस्तो कि वा दामी देखिँदो रहेछ नाइटको लागि नि अब के भन्छ यो ठाउँ त अलिक डेन्जर परेको छ त हौ यो पनि उता
लाइक मनाङ टाइपको रहेछ त मनाङ चाहिँ ह्याप्पी काटेको छ क्या यस्तो ठाउँ चाहिँ हुन्छ नि यो नाइट भ्यू त्यस्तो धेरै राम्रो नदेखे पनि अब अलिक डेन्जर ठाउँ भन्दा चाहिँ भिडियो हान्नु बिर्सिरहेको रहेछौँ क्या बिर्सिरहेको रहेछु हामी दुई भाइ चाहिँ अहिले यहाँनिर के अरे घाँसा कफी खाइरहेको छौँ अनि यहाँ के चिसो छ मौसम पानीले भेटायो अनि कागबेनी चाहिँ यहाँदेखि 1 घन्टामा आरामले पुग्छ भन्दैछ अनि अहिले चाहिँ टाइम कति भयो भन्दाखेरि कति अरे 7 बजेर 7:30 भइसक्यो 40 ए 40 हुनु आँटेछ ठिक छ अब 1 घन्टा जस्तो राइड गर्ने हो भन्दै धन्यवाद यस हामी चाहिँ रातो के भन्छ तातो पानी कटेर हामी चाहिँ अफरोड कुदिरहेको छौँ अहिले चाहिँ तर एक्ज्याक्टली कहाँ आउँ भन्ने चाहिँ छैन होइन हामी यस अब कहाँसम्म जान्छौँ अब त्यही हो अफरोड हल्कै ह्याप्पी छ बेलुका त्यही हो अब कहाँसम्म पुगिन्छ लेट्स सी है अब रातिको भिडियोहरू फाटाफुट्टा लोकेसन हुन्छ नि यसरी कुदियो भन्ने त हो नि त र आज अफरोड चाहिँ हुन्छ बेलुका कुदाउनु सजिलो पनि हो एक त अनि बाँकी कुरा रह्यो कस्तो हुन्छ भने बेलुका चाहिँ लाइटले गर्दाखेरि हाउलाखुली देखिन्छ नि त हाइवेमा जस्तो चाहिँ हुँदैन क्या अब अफरोडमा यो 37-38 कुद्नु भनेको त्यस्तै अराउन्ड कति भने 8 बजिसक्यो अनि हामीले जोमसुम पुग्नु पर्यो भनेको लेले कि तेले भन्ने ठाउँमा छौँ अनि तर पानीले यस्तो गोद्यो भने नि यस्तो गोद्यो हुन त बस्दा हुने बट के हुन्छ भन्दाखेरि भोलि हामीले टाइम सजिलो हुन्छ नि त अनि त्यही भएर बेलुकीको टाइम चाहिँ हल्का सदुपयोग गरिदिएको अनि बाटो राम्रै छ भन्ने हिसाबले अनि बाटो के देखिँदैन पानीले गर्दाखेरि के भन्छ जोमसो खै कति छ हौ के चाहिँ खै लेले कि तेले चाहिँ आइपुग्यो हामी लेले कि तेले चाहिँ अब त्यस्तो कति होला र यस्तो काम गएको छ नि माछा र हामी यहाँ अब यो जोबसुम नपुगिने भयो 15 किलोमिटर रहेछ अनि यतै बस्यौँ हामी चाहिँ हो हाम्रो बाइक चाहिँ यहीँ हो राख्नुपर्ने ए अलिक होइन यसो हुन्छ जोमसुम पुगौँ भनेको फेरि पानीमा के हो भनेर यो अवस्थामा आइपुग्यो हामी चाहिँ यहाँनिर खान्सी जोमसुम यहाँदेखि 15 किलोमिटर हामी चाहिँ खेबाङ भन्ने ठाउँमा जोमसुम यहाँदेखि 15 किलोमिटर जानु पर्दो रहेछ अगाडि अनि तर पानीले गर्दाखेरि चाहिँ हाम्रो बस यहाँ चाहिँ यहीँ भयो खेबाङ भन्ने ठाउँमा अनि एकदम धेरै भिजियो क्या पानीले एकदम भिजियो अनि अहिले चेन्ज गरेर अब खानासाना अनि हाम्रो बाइकहरू यहाँ छ यो चाहिँ बाहिरको भ्यू है यहाँनिर चाहिँ अब बेलुका के नहुने पनि होइन यसो त बिजोग भयो पानी चाहिँ डरै गयो यहाँ आउने नि सिजन के 10 चाहिँ बजिरहेछ भात नि अहिले खाइरहेको है तर यता हाम्रो एकजना सर चाहिँ हेरौँ त के को जोस जागर यस्तो छक्क पर्छु म छक्क जिन्दगीमा अब जिन्दगीमा हाम्रो सामानहरू यता छ यो मोबिलहरू हामीले अघि थपेको अनि यो चाहिँ हाम्रो रुम टक्कसँग गलेर इल्टे भयो खेबाङ भन्ने ठाउँमा यहाँदेखि 17 किलोमिटर ठ्याक्कै जोमसम गुड नाइट गाइज उयो लडिसक्यो अब त्यहाँ सुत्नेमा अब म चिसै अब म तेरो मन दिमाग त घरि